अनेस्टली स्पिकिङ होइन, मलाई चाहिँ एलिना गायिका चौहान चाहिँ पहिल्यैदेखि मन पर्दैन थियो। एन्ड उसको गीतहरू मैले पर्सनल डाउनलोड गरेर पनि आजसम्म सुनेको छैन। एन्ड यसको मतलब यो होइन कि म त्यसलाई हेट गर्छु, म त्यसलाई गाली गर्छु। त्यो मेरो पर्सनल ओपिनियन हो। तपाईँलाई गायिका चौहान मनपर्छ, तपाईँको ओपिनियन हो। मलाई मन पर्दैन, त्यो मेरो ओपिनियन हो। बट फेसबुकको रिल्स स्क्रोल गरिरहेको थिएँ होइन, अनि एउटा आन्टीको चाहिँ भिडियो आएको रहेछ कि यो एउटा सामाजिक प्राणी भएर समाजलाई प्रतिनिधित्व गर्दै गर्दा राजा होस् या रैकी होस्, उसले आफ्नो सीमा बनाउन जरुरी छ के मैले गर्न हुन्छ, के मैले गर्न हुन्न, त्यो दायरा जरुरी छ। यो आन्टीको कुरा त म मान्दिनँ, फिट्टिक्कै मान्दिनँ। उनी राष्ट्रिय कलाकार हुन्, उनी गायिका हुन् भनेर उनीमाथि भएको शोषण, उनीमाथि भएको अत्याचार, उनीमाथि भएको दमन होइन, टर्चर, हरेक जो मान्छे पनि आएर उसलाई टोकेको छ, उसलाई यताबाट टोकेको छ, उताबाट टोकेको छ होइन, त्यो कुरा उनले मात्रै सहनुपर्छ भनेर टाउकोमा लेखेर आएको छैन के। उनी पनि मान्छे हुन्, उसको पनि मन छ, उसको पनि दुख छ, उसको पनि दिमाग छ, उसको पनि टर्चर हुन्छ। सबै कुरामा उनी मात्रै स्ट्रङ छ भन्ने छैन के। मान्छे हो, सबैको मन दुख्छ होइन, तर उनी गायिका हुन् भन्दैमा सबै कुरा सहनुपर्ने उसैले, सुन्नुपर्ने उसैले, त्यो त हामी मान्दिनँ। पहिला तपाईँलाई गाली गर्छु, यो आन्टीलाई गाली गरौँ, अनि त्यसले सहन सक्छ कि सक्दैन, अनि पछि त्यसलाई पनि यसरी नै भनौँ न हामी। तपाईँ पनि चलेको मान्छे हो, तपाईँले नि के बोल्नुपर्छ के बोल्नु पर्दैन भनेर भनौँ न, हुँदैन? तपाईँलाई पनि गाली दिउँ न, बाबुआमालाई लिएर होइन, खानदानलाई लिएर गाली दिउँ न यो आन्टीलाई पनि, अनि बल्ल थाहा हुन्छ। गायिका चौहान गायिका हुन्, उसले सबै कुरा सहनुपर्छ भने त्यो थर्ड क्लास मान्छेहरू। त्यहीमाथि यति सानो कुरालाई यत्रो ठुलो इस्युज बनाउने कुरै थिएन नि त। साथीभाइमा हामीले लाउँदैन, मन परेको चिज भने उही बाहिर जानु छ, म एकछिन लगाएर दिन्छु नि, सक्दैन? त्यो पनि उसले चोरेर लगाएकै होइन के, उसैले नै भन्यो कि रे, मतलब हराउँछ होला तिमी लगाऊ भनेर चाहिँ उसले लगाएकी रहेछ। राख्दाखेरि कसैले चोरिदिन्छ कि कतै झरेर हराउँछ कि भनेर होइन, लगायो भने त हराउँदैन नि त। त्यो भएर उसले लगाएकी, अनि त्यो पनि त यति ठुलो कुरा बनाउने इस्युज नै थिएन नि त त्यो कुरालाई लिएर। कस्तो थर्ड क्लास मान्छेहरू आउँछ हुन्छ यति कुरालाई लिएर सामाजिक सञ्जालमा ल्याएर जोड्नु।